हेलो साथीहरू, हामी कता छौँ? के भयो फेरि? हामी अहिले सौरभको गाउँ अर्घाखाँची जिल्लामा छौँ। हेर्न सक्नुहुन्छ मामाको घर। यहाँको दृश्य आउँदाखेरिको त भिडियो बनाएन। आउँदाखेरि लड्दै पड्दै हिँडेर बाटोमा भयङ्कर अफरोडिङ गरेर आयो। आउँदाखेरि अलिक जोस भएन, बुलेट सोरुममा धेरै टाइम लाग्यो भनेर जाँदाखेरिको चाहिँ म भ्लग बनाउँछु। ठिक छ त। अब चाहिँ हामीहरू गाउँमा मासुको सटेजी भएर मासु खोज्न गइरहेको छ। हेर्न सक्नुहुन्छ यता साइडको भ्यू यस्तो छ। बुलेटमा धन्न यस्तैमा आइज एकचोटि यस्तो छ। हेर्नुहोस् नानी बाबुहरू कता घुमिराखेको छन् भनेर अनएक्सपेक्टेडली आइयो। त्यही हो। ल साथीहरू, अब म एकछिनमा भेट्छु ल। बाई बाई। साथीहरू, हामीले एउटा फोटो खिच्यौँ। अब हामी गइरहेको छौँ र हेर्न सक्नुहुन्छ अफरोडिङ इज अन। अब पिच बाटो छैन, यस्तो छ भ्यू। त्यो सेतोवाला चाहिँ पुलिस स्टेसन रहेछ। यहाँको पिच बाटो आयो। यस्तो राम्रो गोरेटोमा पनि बाटो पिच भइसकेको रहेछ ल। अब हामी मासु पनि दाइले ल्याइदिनु भयो। यो यहाँको सिटी यस्तो भरे गर्छ। सही हो। बाई बाई। पानीको टङ्की सौरभ अब जान्छ यो युट्युबमा। उडे यार फटेङ्ग्रा। दामी देखियो माउन्टेन। ए हिमाल अलि देखिएन अहिले, फेरि अघि देखिन्छ। बाई बाई साथीहरू। घर जाँदा फुल हुन्छ। ल्यापटपमा साफ सिफ्ट हान्नु पर्छ। ल्यापटप पनि उ भइसक्यो, हल्का ग्लिच भइरहेको यार फोनै हेलिरहेको। यस्तो छ साथीहरू, हेर्नुहोस्। ल साथीहरू, हामी लाग्यो भैरवातर्फ। यस्तै छ जिन्दगानी, कहिले घाम कहिले छाया यस्तो छ। पानी पर्दा पर्दा यस्तो भयो। मौसम हरिम चिसो चिल छ मौसम। त्यस्तो गर्मी पनि छैन, त्यसो गर्दा त्यस्तो चिज जाडो पनि छैन, नर्मल ठ्याक्क। मलाई त हात लाउँदा सही भयो। हो पानी नपरोस् बाटोमा। हो त हामी आज अर्को बाटो गइरहेछौँ, त्यही भएर त्यस्तो त केही फरक पर्दैन। मेन रोडसम्म पानी नपरोस्, त्यसपछि सिधो पानी नपरोस् बस। हेर्न सक्नुहुन्छ यस्तो छ अर्घाखाँची। बाइकले एकदमै राम्रो पर्फर्मेन्स दियो। यस्तो बाटो चाहिँ नि कस्तो। हिजो मैले रिकर्ड गरेन, रिकर्ड गरेको भएर त क्रेजी पानी परेर त्यो बाटो चलाउन मिल्ने थियो, तर कुनै कुनै ठाउँमा चाहिँ एकदम खतरनाक क्रेजी अफरोड थियो। बाटोमा एक ठाउँ प्ल्या पनि खाइयो। यस्तै छ। यो बाटो हो कि खास असली अफरोडिङ त एकदम क्रेजी अफरोडिङ। ल साथीहरू, अब बाटोमा केही फेरि भेटौँला एकछिनमा है। अहिलेलाई बाई बाई। ल साथीहरू, हामी एउटा गाउँ पार गरेर चलाइ गइरहेको छौँ। अफरोडिङ डाँडाङडुङ यता 0.5मा राखौँ। यो त केही होइन कि यो अफरोड त, यो त बच्चा हो क्या कुनै। हेर्नुहोस् यस्तो छ भ्यू, हेर्न सक्नुहुन्छ। टुच्चा घरहरू चाहिँ छन् त्यहाँ तल त घरहरू रहेछ नि। यहाँ पनि यस्तो मकै बारी गरम।
पाल्पाको बाटो हुँदै चक्क लाएर चिसो चिसो हावा लाग्यो यार यहाँ त आहा हेर्न सक्नुहुन्छ वाह आँखा खाने भ्यू त्यही तराईको कति चिलिया जङ्गल कति त्यहीको गऱ्यो अब हेर्नु आज चिसो यता पहाडतिरको भ्लग सानोतिनो यसो अफ रोडिङ सानोतिनो यसो हल्का स्लस त नहुन नि थोरै हिलो थोरै नेपालको धन हरियो वन जङ्गल यही त हो त्यो त्यहाँको प्रदूषित हावा खाँदा परेसान भएको यहाँको टक्क लाएर चिसो फ्रेस हावा मजा आयो क्या छ हेर्नुहोस् यो त नयाँ बाटो हो यो बाटो आज नयाँ आइयो हामी सबै तिमी आएको क्या यताको बाटो पहिला हामी यही बाटो त ए मेरो लागि यो ठाउँै फर्स्ट टाइम थियो गुल्मी साइडतिर चाहिँ आएको यता औरङ्गाबादी साइडतिर पहिलोचोटिको मेरो ल फेरि एकछिन बाटोमा भेटौँला एकछिन पछि है ल साथीहरू पिच रोड आयो साथीहरू पिच रोड सरल पिच रोडको बाटोमा बाटोबाट ओए पानी झऱ्यो क्या टुप्लुक्क लौ जस्तो पिच रोड अब ढाडलाई पनि रेस्ट पाइन्छ डुपुर गर्दैन सयो हेर्न सक्नुहुन्छ न पानी पर्ला जस्तो भयो सुब्बा देउराली मन्दिर पाल्पा स्टार्ट खै के लेखेछ त्यो नेपालीमा लेखेछ भने पढ्नु होला यहाँदेखि पाल्पा जिल्ला सुरु भयो है त सल्लाहको मुटुमा हेर्नु माथितिर त्यो कोही सेतो अन्टी लड्केको देख्नु भयो भने मलाई भन्नु होला एउटा टिकटकबाट चाहिँ रुखमा लड्केको केटी त्यस्तै यता कोहीलाई देख्नुभयो भने यसो त्यस्तो त होइन बाँदर र बाँदर नि देखे मात्र हो अरू त त्यस्तै हो यहाँदेखि नि ल साथी फेरि अलिक एकछिन भेटौँला है हेर्नुहोस् फेरि एकचोटि भ्यू हेरिदिनुहोस् साथीहरू हामी छर्रा कट्यौँ छर्रा चिन्छौँ मैले हामीहरू चक्क लाएर बिच बाटो थियो पुरै भर्खरै थोरै सानो हल्का नराम्रो बाटो आयो फेरि बिच बाटो लाग्यो हेर्नुहोस् गाडी नेपालमा बनेको हेर्नुहोस् भाइ फेरि एकछिनमा भेटौँला भिडियो बनाएको ठ्याक्क डाउन हिल सक्यो हेर्न सक्नुहुन्छ हजुर कोही जस्तो देखिन्छ नि कोहीको पानी बेहोरा त्यस्तै छ अरू देशको पानी बेहोरा राम्रो छ भुक्छ त भुक्दैन तर कोहीको पानी बेहोरा त्यस्तै छ अगाडि किन है पछाडि भुकेको गर्ने ओहो यति आराम गयो राम्रो कोहीलाई यही होइन ऊ भयो उसको रुम भनेको सल्लाह यसैमा होइन र त्यो फल्ने सुन्नुहोस् आवाज ध्यानले शान्तले नेचर हिलिङ भन्छ यसलाई अब तिमीहरू अब त्यहीँ भइरहेको गर्मी खाँदै बस्यो होला फेरि नभनला मेरो घरमा एसी छ फेरि यो एसी छ कम्पेयर नगर होला फेरि यो नक्ली हावालाई एकछिन भए पनि नेचर हिल भयो होला ल सुन्नुहोस् भयो ल भाइ भयो ल फेरि एकछिन भेटौँ ल है हेर्नुहोस् यता पनि उनीहरू फर्स्ट टाइम पहाड आइज होला भन्नु होला धेरैचोटि आज भिडियो चाहिँ अहिले बनाएको ल भाइ पाल्पा
यो साथीहरू पाल्पाको पहाड हेर्न सक्नुहुन्छ। पाल्पा सौरभको घर पनि यहाँको यसो बसेर अब भैरवतर्फ लागिरहेको छ। हेर्न सक्नुहुन्छ। अब बाटोमा मेरो घरको मैले बाटो चिने भने पनि बस्न हुन्छ। हरियो जङ्गल त्यहाँ माथि बुद्धको रहेछ क्या यार, त्यहाँ माथि एउटा यस्तो दामी छ नि फेरि पाल्पाको यार, यो पाल्पाको पहाड यार, क्रेजी यार। मन खानिसके कसम भनेको यतै बसौँ कि जस्तो हुन्छ यार। साथीहरू हामी पाल्पाको बतासे डाँडामा छिरिसकेको छ। यो इवी गाडी इवी सही है ठाउँ यार, मजा आयो यार। क्रेजी अफरोड पनि भयो, रमाइलो पनि भयो, सबै भयो। अल इन वान प्याकेज। यति थियो साथीहरू। अहिले अगाडि फेरि केही भयो भने फेरि भिडियोमा बनाउँला। हल्का हल्का इनर्जी डाउन हुँदै गइरहेको छ। पाल्पाको घर साथीहरू बनाउनु त बनाएन, लाज लाग्यो। आन्टीहरूलाई बस्न दिएको रहेछन्, त्यही हो। मैले कुलपूजाको भ्लग बनाएर हाल्थेँ नि, त्यही हो। यहाँबाट थियो कि कुलपूजाको हुने बेलामा बाटो, यहाँको बाटो बन्द भइदिएछ क्या यार। यहाँबाट यहाँबाट बाटो यहाँ बाटो बन्द गरिदिएको रहेछ। को बस्छ त्यहाँ? यहाँ अरूको अरूको मेरो पुरानो हल्का 4-5 महिना अगाडिको कुलपूजाको मन्दिरको वाला भ्लग हेर्न नि यो बाटोबाट मैले यसो घन्टी बजाउँदै गएको थिएँ। आशिष हेर त तिमीलाई सिद्ध बाबा भगवान्ले मेरो परिवारदेखि सबैजना रक्षा गर्नुहोस्। यसमा पनि उता पनि आइयो अब भएर ल बाई बाई, यति थियो।